यो यस्तो जापानमा घट्ने घटना चाहिँ एकदमै गाह्रो हो होइन। अब यो धेरै नै घटना घटिरहेको नै छ जापानमा जहाँसम्म लाग्छ। उता अब मेन्टल्ली डिस्टर्ब मान्छेहरू धेरै छ क्या जापानमा। सो अलिकति केयर गर्नु होला होइन। अब जस्तो मान्छेसँग पनि तपाईँ उता भेटिन्छ, जोसँग नि भेटिन्छ, हरेक देशको मान्छेसँग भेटिन्छ। अलिकति आफूले आफूलाई एकदमै ख्याल राख्नु भन्छु म चाहिँ होइन। उनीहरूको अब मेन्टालिटी नै अलिकति हामीभन्दा फरक। हामी भनेको सबैसँग माया गर्दै बाँचिरहेको होइन, सबैसँग हाँसी खेली यस्तो हामी 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 शान्तमा छौँ कि हामी वी आर इन पिस के। तर कति मान्छे त्यही पिसमा हुँदैन र यस्तो अब के गर्छ। सो डु डु बी केयरफुल है गाइज होइन। मैले अब के भयो जापानमा त्यो जापानमै बस्नेहरूलाई त थाहा हुन्छ होला कतिको यस्तो घटनाहरू घटिरहेछ त्यहाँ, अनि कतिको यस्तो मान्छेहरू छ त्यहाँ। सो स्टे सेफ होइन, स्टे सेफ भन्न चाहन्छु।